यो रक्सी दोकानलाई पनि एउटा अलिकति भन्नु चाहन्छु, किनभने उहाँहरूले त्यो बेच्दाखेरि बेचोस् केही छैन, तर यो खाएर बोतल एकदमै यो कुना कुनामा जताभावी छ। अस्ति म जाँदाखेरि त्यो बाटोमा टोक्रे लडेको थियो, मेरो फोटो खिचेर राखेको छु। त्यो मान्छेहरूलाई पनि बेचिदिँदाखेरि चाहिँ भनिदिनुपर्छ, किनभने जहीँ त्यही त्यो बोतलहरू हुन्छ, नानी हुन्छ, यहाँ इन्भाइरोमेन्ट बिग्रिन्छ, नानीहरू पढिरहेको सानो नानीहरूले पनि त्यही सङ्गत टिप्छ। त्यही कारण त्यो चिजहरूलाई पनि एकदमै नबेच्नु भन्दैनौँ हामी, बेच्नुहोस्, तर त्यसलाई चाहिँ एकदम व्यवस्था प्रकारले है अनि भनिदिनुहोस् यस्तो खालको बोतलहरू र टोक्रेहरू बियरको बोतलहरू के अरे कहीँ लगेर राम्रो जग्गामा राखिदिनुहोस्, तर त्यस्तो बाटोतिर नफ्याँकिदिनुहोस् भनेर भनिदिनुको लागि म आग्रह गर्छु। अनि यहाँनिर अस्ति एउटा हाम्रो कैलाशले भन्दा चाहिँ राति पुरा के भन्छ हल्ला गर्दै थियो, पुरा माइक बजाएर डिस्को जस्तै पुरा हल्ला गरेर पार्टी गर्दै थियो। उहाँहरूलाई पनि मलाई अस्ति मैले भनेको थिएँ, त्यसमा धेरै राम्रो लाइक कमेन्ट पनि आएको छ। मैले भिडियो हालेको थिएँ है, तर हुन त फेसबुकमा भ्युज बढाउनुलाई हालेको होइन मैले, तर हाम्रो गाउँको लागि सुधार्नुको लागि हालेको। तपाईँहरू गर्नुहोस्, बर्थडे पार्टी गर्नुहोस्, तर 10 बजीसम्म गरिदिनुहोस्, किनभने यहाँनिर डेली वेजेसमा है अस्ति पनि बताएको थिएँ, डेली वेजेसमा बस्छ मान्छेहरू, कहाँ कहाँबाट आएर काम गरेको छ, वेस्ट नर्थ साउथ कहाँ कहाँबाट आएर काम गरेको छ। बिचराहरूको एक दिन गएन भने अर्को दिन सन्डे पनि ड्युटी काटिन्छ। अनि यहीँ स्कुले नानीहरूको पनि इक्जामिनेसन आउँदै गरेको छ। अर्को कुरा बुढाबुढी मान्छे छ, कतिवटा घरमा मरो परेको हुन्छ, कतिवटा घरमा के भन्छ बिमारी हुन्छ, त्यसलाई बुझेर नि तपाईँहरूले है घर मालिकले चाहिँ भनिदिनुपर्छ। त्यो चाहिँ तपाईँहरूले गर्नुहोस्, केही छैन गर्नु तपाईँहरूले, तर 10 बजीसम्म गरिदिनु, नगर्नु होइन, व्यवस्थापन पाराले गरिदिनु पर्यो है। त्यो चाहिँ एकदम सुझाउ मैले राखेको थिएँ अस्ति, त्यसलाई के भन्छ नराम्रो पारा अन्यथा पाराले नलिनु होला। अर्को कुरा हाम्रो गाउँबाट धेरै खुसी कुरा, ड्रग्स एडिक्टहरूको यो के भन्छ चलफल अलिक बन्द हुँदै गएको छ। देख्छु कतिजना नानीहरू सुध्रेर राम्रो भएर के भन्छ आफ्नो वेमा गएको छ। अहिले रमरक्सी खाने बेसी होला, तर ड्रग्स खाने नानीहरू एकदम कम्ती भएको छ। खुसी लाग्छ, भाइ बहिनीहरूले जिउ पनि फेरेर हेल्दी भएर हिँड्दैछ त्यो भाइ बहिनीहरू, एकदम गुड न्युज हो हाम्रो गाउँको लागि। हामीले त समाजले त एउटा यो त पहिलादेखि उठाएको स्टेप हो र सम्माननीय मुख्यमन्त्रीको पनि यसमा एकदमै राम्रो गुड पहल छ, एकदम राम्रो पहल छ कि ड्रग्स एकदमै कम्प्लिट गर्ने, भविष्य बचाउँ, नानीहरूको जिन्दगी बचाउँ र आउने सोसाइटी अनि यो समाजहरू सबै मिलेर एक भएर हामीले के अरे सपोर्ट गरेर है, पुलिसको मात्रै हेल्प होइन, समाज सबै लागेर सपोर्ट गरेर यस्तो चिजहरूलाई चाहिँ एकदमै वञ्चित बन्द गराउनुपर्छ। गाउँमा चल्नु दिनु हुँदैन, त्यो ड्रग्सहरूलाई एकदमै ब्यान गराउनुपर्छ। जसको रुम रेन्टमा ड्रग्स खाँदैछ, जसको रुम रेन्टमा घर मालिकलाई थाहा भएन, वरिपरिकोलाई थाहा भयो तर ड्रग्स खाँदैछ भने तपाईँहरूले इमिडिएट समाजलाई इन्फर्म गरिहाल्नुहोस्। हामी डराउनेवाला छैन, समाज यसको लागि बसेको, असामाजिक तत्त्वको लागि हामी लड्नको लागि तयार छौँ। तर ड्रग्सको लागि जसले पनि के अरे खाएको भेट्यो, त्यो रुममा भेट्यो, ड्रग्स खाएर लडाइँ भयो, मऱ्यो भयो, केही पनि केही केस भयो भने चाहिँ त्यति बेला चाहिँ त्यो घर मालिकको माथि चाहिँ समाजले कानुन कारवाही गर्नु मजबुरी हुन्छ। त्यही कारण चाहिँ ड्रग्स टोलिन खाँदैछ, कहीँ लाँदैछ, संलग्न के छ, इन्भल्भमेन्ट कहीँ देख्नुभयो भने तपाईँले रम्फू थानालाई पनि भन्दा भयो, एकदमै एक्टिभ छ हाम्रो रम्फू थाना पनि, एकदम सपोर्टिभ छ। र तपाईँहरूले समाजलाई भन्दा पनि भयो, हामीलाई वाट्सएपमा परिदिँदा पनि भयो। यहाँनिर चाहिँ ड्रग्स खाने चाहिँ बाहिरबाट आउँदैछ, भित्रको छैन। बाहिरको यहाँनिर देख्छु अनवान्टेड गाडीहरू आएर बसेको देख्छु त्यहाँनिर। एकदमै यस्तोहरूको लागि चाहिँ सतर्क भएर है तपाईँहरूले पनि भन्नुहोस्। ड्रग्स खाने चाहिँ घर मालिकले पनि एकदम भन्दा स्ट्रिक्ट गरिदिनुपर्छ, किनभने मेरो नानी बाहिर पढ्छ, मेरो नानी खोलामा पढ्छ, मेरो नानी त्यो होइन, किनभने बागे खोलामा जन्मेको मरण पनि हुन्छ। मेरो मात्रै होइन, जसको त्यो नानीहरूसँग चाहिँ उसको आमा बाउको एउटा के अरे सपना जोडिएको छ, त्यो सपना भत्ताभुङ्ग हुनु दिनु हुँदैन। त्यही कारण चाहिँ ड्रग्सको चाहिँ एकदमै काहीँ पनि तपाईँहरूले देख्नुभयो भने हामीलाई इन्फर्म गरिहाल्नुहोस्, हामी थानालाई भनिहाल्छौँ, या हाम्रो इन्टेलिजेन्स टिम हुन्छ उहाँहरूलाई हामी इन्फर्म गरिहाल्छौँ। यो चाहिँ डराएर हुँदैन है, त्यसले के गर्छ होला, त्यसले मार्छ होला, दुश्मनी हुन्छ होला भनेर हुँदैन। त्यस्तो राख्यो भने समाजमा केही गर्नु सक्दैन। समाजमा त्यो मान्छेको इज्जत हुन्छ जसले चाहिँ अन्य र अत्याचारको खिलाफ चाहिँ आवाज उठाउँछ, त्यस्तोको चाहिँ इज्जत हुन्छ। त्यही कारण चाहिँ तपाईँहरूले यस्तो अनवान्टेड एन्टी सोसियल एलिमेन्टहरू हुँदैछ भने चाहिँ तपाईँहरूले चाहिँ एकदमै समाजलाई भनिहाल्नु पऱ्यो, रम्फू थानालाई भनिहाल्नु पऱ्यो।
इन्फर्मेसन दिइहाल्नुहोस्। तपाईँहरू च्यालेन्ज गर्छ, थ्रेट्स गर्छ त्यो ड्रग्स पार्टीहरूले भने हामीलाई भन्नुहोस्, हामी के गर्नुपर्ने हामी गर्छौँ। तिमी खाऊ म र हामीलाई मतलब छैन, तर गाउँ नबिगारिदेऊ, कसैको भविष्य कसैको नानीहरूको भविष्य नबिगारिदेऊ। तर हाम्रो गाउँमा चाहिँ यस्तो कुरा चाहिँ एकदम जिरो टलरेन्स हो, हुँदैन यस्तो। यसको लागि छ